सबैलाई मेरो नमस्कार। म साइक्लिस्ट लक्ष्मण। मैले हजुरहरूलाई 8औं साइकल यात्रा पोखराको टुर दी पोखरा 8औं संस्करणमा पाएको सम्मान पत्र हजुरहरूलाई म देखाउँदैछु। यहाँ मैले अहिले भर्खर लिएर आएको छु। आज पार्टी पनि थियो अनि हल्का पार्टी खाइओरिकन बिस्तारै घुम्दै डुल्दै अहिले म यहाँ आफ्नो रुममा आइपुगेको छु। यो टुर दी पोखराको चिनो, मायाको चिनो प्राप्त गरेको छु मैले आज। हजुरहरूलाई म धेरै खुसी छु। हेर्नु होला, यो हामीलाई साइकललाई यसरी कहाँको साइकललाई माया गरेर उहाँहरूले यसरी मलाई दिनुभएको छ। यसप्रति म हार्दिक आभारी छु। अब भोलि त म हिँड्छु यहाँबाट। भोलि बिहानसम्म मात्रै मेरो पोखराको बसाइ। त्यस पछाडि म महेन्द्रनगर जानेछु। महेन्द्रनगरबाट चाहिँ मेची, महाकाली, तेहेरो, हुलाकी राजमार्ग तेहेरो साइकल यात्रा गर्नेछु। हजुरहरूलाई त्यो साइकल यात्राका क्रममा विभिन्न ठाउँको परिचयसहित देखाउनेछु, जानकारी गराउनेछु। भोलि चाहिँ म हुन्न, भोलि म हुँदिनँ। 9 गतेदेखि मेरो कार्यक्रम हो। भोलि जान्छु, बुटवल झर्छु होला। बुटवल झरिसकेपछि त्यस पछाडि म डेमा 7 गते गएँ भने बेलुका पुगिन्छ। त्यहाँ साथीभाइहरूसित सम्पर्क गरेर पत्रकार सम्मेलन गरिओरि योपालि मैले धेरै धोका खाएको छु कि त्यो भएकाले गर्दाखेरि सबैलाई जानकारी गराएर मिडियाकर्मीहरूलाई बोलाइओरि त्यहाँका स्थानीय मिडियाकर्मी बोलाउनुहोस् भनेर साथीहरूलाई बोलाउन लगाएर अनि त्यस पछाडि योपालि चाहिँ म गर्नेवाला छु। अबको गराइ मेरो फरक खालको हुनेछ। हजुरहरूले राम्रो तरिकाले देख्न पाउनुहुनेछ भन्दै म अहिलेलाई बिदा हुन चाहन्छु। अब अर्को नयाँ आउने भिडियोमा हजुरहरूसित फेरि भेटघाट गर्ने बाचासहित अहिलेलाई मलाई बिदा दिनुहोला। हवस् त।